स्वागत छ साथीहरू। आजको यस भिडियोमा फेरि पनि मैले तपाईँलाई लिएर आइसकेको छु एउटा नयाँ भिडियो। यहाँ देख्न सक्नुहुन्छ किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्मचारी आवश्यकता सम्बन्धी सूचना भनेर सूचना चाहिँ प्रथम पटक प्रकाशित मिति भनेर रहेको छ 2082 11 महिना 10 गते है, भर्खरै मात्र खुलेको छ। अब यहाँ विभिन्न कुराहरू लेखिएको हुन्छ, त्यसमध्ये पनि अब हामी सिधै जाउँ के को लागि खुलेको छ, कति कति मागेको छ भनेर है। र यहाँ देख्न सक्नुहुन्छ बचत सहायक तह दोस्रो र माग सङ्ख्या केही भनेर रहेको छ। यसमा चाहिँ तपाईँको योग्यता 10+2 रहेको छ हैन। स्थान सर्दी, परीक्षाको किसिम तपाईँको अन्तर्वार्ता मात्र हुनेछ। र त्यसपछि अर्को रहेको छ दोस्रो नम्बरमा बजार प्रतिनिधि, माग सङ्ख्या केही। यसमा एसएलसी वा एसईई वा सो सरह भनेर रहेको छ साथीहरू। अरुण खोला स्थानमा रहेको छ। यसमा पनि तपाईँको अन्तर्वार्ता मात्र हुनेछ। सो साथीहरू, माग सङ्ख्या नखुलाए तापनि तपाईँ हामीले चाहिँ अप्लाई गर्न सक्छौँ। जसको चाहिँ नजिक छ, पाएको पर्ने ठाउँ छ, उहाँहरूले एप्लाई गर्दा हुन्छ। र यसमा सेवाको किसिम समयगत छ र उमेर तपाईँको 18 देखि 35 वर्ष ननागेको। सेवा सुविधा संस्थाको नियमअनुसार कामको प्रकृतिका आधारमा इन्धन र सञ्चार खर्च पनि दिने, पेट्रोल र सञ्चार खर्च दिने भनेको छ। यसको लास्ट मिति तपाईँको कहिलेसम्म भर्न मिल्छ भनेपछि 11 महिना 17 गतेसम्ममा कार्यालय समयमा भर्न मिल्छ। यसको दरखास्त दिने स्थान संस्थाको केन्द्रीय कार्यालय र सम्बन्धित सेवा केन्द्र वा संस्थाको इमेल ठेगानामा सोझै पठाउन सकिने छ भनेर रहेको छ। अब आवश्यक कागजातहरू के चाहिन्छ भनेपछि दरखास्त साथ आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र आफ्नो बायोडाटा, अनि सवारी साधन अनुमति चालक पत्र, 2 पाङ्ग्रे सवारी साधन भएकोलाई विशेष प्राथमिकता बनेको छ। दरखास्त दिन चाहनेले केन्द्रीय कार्यालय उल्लेख गरी कार्यालयमा समेत दरखास्त पेश गर्न सकिन्छ भनेर। यसको हेड अफिस गैंडाकोट 8 नवलपरासी बसु पूर्व। फोन नम्बर पनि रहेको छ, लास्टमा देख्न सक्नुहुन्छ साथीहरूले। ओके, थ्याङ्क यू।